यदि तपाईं पाल्पामा जन्मिनु भएको भने तपाईलाई यो डिश चाहिँ थाहा हुन्छ है। हाई गाइज, आज चाहिँ म बनाउँदैछु पाल्पाको एकदम फेमस चुकौनी। यो चाहिँ एकदमै सजिलो पनि हुन्छ, एकदम मिठो पनि हुन्छ, भातसँग जेसँग पनि एकदमै मिठो हुन्छ है। यो चाहिँ यति मिठो हुन्छ कि हैन, यो इन्डियनहरुले पनि कति ट्राई गरिरहेछ क्या अहिले इन्स्टाग्राम टिकटकतिर हैन। मैले चुकौनी भनेर हानेको थिएँ युट्युबमा, अनि त्यसपछि सर्ट्सहरुमा त ल इन्डियनहरुले पो चुकौनी बनाइरहेछ, बरु नेपालीहरुले बनाएको भिडियो भेट्न गाह्रो भयो मलाई हैन। थोरै भेटे, तर इन्डियनहरुले त आम्मामा कति धेरै ट्राई गराइरहेछ। इन्डियनहरुलाई यो खानेकुरा यति मन परेछ कि उनीहरूले अहिले चिकन चुकौनी भन्ने भाइरल गराइदिरहेछ क्या। सो एनीवे, अब जे भए पनि हैन, अब बिगारे त्यही पनि एनीवे उनीहरूले चाहिँ एउटा एप्रिसिएट गरिरहेछन् हैन, नेपाली डिश भनेर पुरै प्रचार गरिदिरहेछ। अब मोमोलाई त छोडेन, अब यसलाई पनि छोडेन है गाइस। सो एट द एन्ड अफ द डे म के भन्न चाहन्छु भन्दाखेरि यो रेसिपी ट्राई गर्नुहोस् हैन। एकदम मिठो, सजिलो, एकदम छिटो समयमा बन्छ। भातसँग चाहिँ एकदम मिठो हुन्छ है, मैले भनिदिइरहेको छु। फेरि तपाईँले एकचोटि खाएपछि फेरि जहिले खानु मन लाग्छ। सो लास्टमा चाहिँ मैले खाएको देखाउँछु हैन। मैले यति खाएँ हैन, अनि त्यसपछि फेरि यसरी थपेँ, त्यसपछि मम्मीसँग बसेर मजाले खाएँ। सो अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू फर वाचिङ माई भिडियो हैन। अब अर्को पालि पनि अझै राम्रो डिस बनाउने कोसिस गर्छु। सी यू इन नेक्स्ट भिडियो। बाई बाई।